यहाँनिर ल अब चाहिँ मैले सेल्फी पट्टि फर्काएर सेल्फी लेन्स लगाएर खिच्दैछु है त ल हामीहरूले पैसा त्यही त खोइ अहिले अब हामी पाथिबाट पुग्नु आँट्दैछौँ है त अब योलाई हाम्रो अगाडिपट्टि एउटा चौतारा पनि आउँदैछ गर्दाखेरि त्यो चौतारालाई चाहिँ अब खिच्नुको लागि सेल्फी त्यतै फर्काउनु पर्यो माथि यहाँ त शिरबन्दी लाउने त त्यहाँ पो रहेछ अब यसो गरेर चौतारा पनि खिच्नु पर्यो यहाँको लो जयशम्भु भन्नेहरू पनि छन् यहाँनिर ल ल ल यहाँनिर हाम्रो नेपालको बोटको के अरे जङ्गलहरू पनि के भन्छ त्यो रुखहरू या गुराँसको रुखहरू पनि पाइन्छ यहाँनिर गर्छन् है त यहाँनिर यहाँ त सेल्फी त मेरो हातको यहाँ निस्किन्छ यहाँनिर कसरी यसलाई त यस्तो गर्नुपर्दो रहेछ नि कता अगाडि माथि लाग्नु यसो गर्दाखेरि यहाँ हात देख्दो रहेछ कि यहाँ लो अगाडि गयो लो अगाडि अब म बिचमा परेको छु सेल्फी म्यान चाहिँ बिचमा परेँ म गुड अब यहाँ अगाडि जानेहरूलाई म यसो खिच्नु त आइडिया गर्नुपर्ने हो तर भिडियो नै मार्नुपर्छ र अगाडि फर्काउनुपर्छ सो अब यो तलतिरको चाहिँ अब के खालको घर हो थाहा छैन यहाँ ल मेरो पछाडिको मात्रै खिच्दैछ अहिले सेल्फीको गर्दाखेरि निकै थकित भइएला जस्तो पो भनेपछि ल कता गयो यिनीहरू पर आउँदै रहेछन् ल पहिले यस्तैमा हिँड्थ्यौँ नि हामी यो बाटै थियो यहाँदेखि पुगेर गुरसुबाहरू चाहिँ पनि जाँदा हुन्थ्यो नि तर मेन यता गरेपछि त्यता नगर्दा पनि हुन्छ त भन्छ नि